आज मैले डिफरेन्शियल क्याल्कुलसबाट अरू केही क्वेसनहरू ल्याएको छु है टेन्जेन्ट एन्ड नर्मलबाट। यो चाहिँ बीएससी फर्स्ट इयरको लागि हो, सबैलाई थाहा नै छ है। म क्वेसनहरू कन्टिन्यू गर्दैछु है। ल आजको क्वेसन के कस्तो छ त हेरौँ है त। टेन्जेन्ट्स आर ड्रन फ्रम द ओरिजिन टु द कर्व y इक्वल्स टु साइन एक्स प्रुभ द्याट देयर पोइन्ट्स अफ कन्ट्याक्ट लाई अन एक्स स्क्वायर वाई स्क्वायर इक्वल्स टु एक्स स्क्वायर माइनस वाई स्क्वायर। तपाईँले हेर्न सक्नुहुन्छ है यता। ल क्वेसनले भनेअनुसार एउटा कर्व दिएको छ y इक्वल्स टु साइन एक्स। यसको कर्व कस्तो हुन्छ, y इक्वल्स टु साइन एक्सको कर्व कस्तो हुन्छ, यस्तो हुन्छ नि, सबैलाई थाहा नै छ, +2 देखि डिल गर्दै आएको हो हामीले, हो कि न। साइनोसोइडल कर्व भन्छ नि, हो कि न। ल अब यसमा चाहिँ क्वेसनले भनेअनुसार टेन्जेन्टहरू ड्र गरेको छ अरे के। एउटा मात्र टेन्जेन्ट होइन, टेन्जेन्ट आर ड्रन भनेको छ है त। भनेपछि यहाँ 2-4वटा हुन्छ। मैले सजिलोको लागि एउटा मात्र लिएँ है, अरू पनि हुन्छ कि यसरी, बुझ्नुभयो नि। जे होस् टेन्जेन्ट हुनु पर्यो, कर्वलाई छोएर जानु पर्यो होइन। भने प्रुभ द्याट देयर पोइन्ट्स अफ कन्ट्याक्ट लाई अन एक्स स्क्वायर वाई स्क्वायर इक्वल्स टु एक्स स्क्वायर माइनस वाई स्क्वायर। भनेपछि यो पोइन्टको कन्ट्याक्टको इक्वेसन कस्तो हुन्छ अरे, एक्स स्क्वायर वाई स्क्वायर इक्वल्स टु एक्स स्क्वायर माइनस वाई स्क्वायर हुन्छ अरे के। बुझ्नुभयो नि। हो यो इक्वेसन प्रुभ गर भनेर भनेको हो क्या, अरू केही होइन है त। ल ठिक छ। अब अहिलेको लागि म यो ग्राफ मेटाइदिन्छु। ल अब हामीलाई क्वेसनले भनेअनुसार के दिएको छ, y इक्वल्स टु साइन एक्स दिएको छ, हो कि न। साइनोसोइडल कर्व दिएको छ, हो कि न। अब हामीलाई के चाहिन्छ यसमा, स्लोप चाहिन्छ। मेन कुरा भनेको स्लोप हो कि न, जहाँ पनि। अब स्लोप निकाल्नु केही गाह्रो होइन, यसले डिफ्रेन्सिएट गरिदियो, dy बाई dx इक्वल्स टु कस एक्स हुन्छ, सबैलाई थाहा नै छ, हो कि न। यो इक्वेसन आइसकेपछि यसलाई इक्वेसन आई मान्नु के, ठिक छ नि। भनेपछि लेट द टेन्जेन्ट बी ड्रन एट द कर्व पोइन्ट एक्स कमा वाई है त। अब टेन्जेन्टको इक्वेसन के हुन्छ सबैलाई थाहा नै छ है, थाहा हुनु पर्यो नि होइन। मेरो टङ्ग अलि स्लिप हुन्छ है, सो डोन्ट माइन्ड। एक्स माइनस एक्स है त, यो पोइन्टमा चाहिँ छोएको छ भनेको हो क्या, ठिक छ नि। यसरी यो पोइन्टमा चाहिँ एक्स कमा वाई छ अरे के, बुझ्नुभयो नि। ल यही बुझाउन खोजेको मैले, ठिक छ। ल अनि अर्को कुरा के भनेको छ, फ्रम द ओरिजिन भनेछ नि त, हो कि न। ओरिजिन भयो भने यसको र यसको भ्यालु के हुन्छ, 0 0 हुन्छ, किनभने ओरिजिनबाट आएको हो नि त होइन, सबैलाई थाहा नै छ। माइनस वाई इक्वल्स टु कति छ, कस एक्स 0 हालिदियो, यो माइनस अगाडि आउँछ, ठिक छ, इन्टु माइनस एक्स है त। ल यति नोट गर्नुहोस् त। ल हामीसँग यति आएको छ यहाँबाट है त। यो त हामीलाई क्वेसनले नै दिएको छ, साइनोसोइडल कर्व है त। अब यसलाई एड पनि गर, स्क्वायर गरेर एड गर के, स्क्वायरिङ एन्ड एडिङ भनेर भन्नु है तपाईँ। ल वाई स्क्वायर एक्स स्क्वायर प्लस वाई स्क्वायर इक्वल्स टु साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स। यो त आइडेन्टिटी हो, 1 हो यसको भ्याल्यु, सबैले थाहा छ। वाई स्क्वायर प्लस वाई स्क्वायर एक्स स्क्वायर डिभाइडेड बाई एक्स स्क्वायर इक्वल्स टु 1। अब यसलाई अलिकति सिम्प्लिफाई गर, यसलाई उता पठाइदियो, क्वेसनले भनेअनुसार गर्दैछौ है। वाई स्क्वायर प्लस वाई स्क्वायर एक्स स्क्वायर इक्वल्स टु एक्स स्क्वायर। अब यो वाई स्क्वायरलाई उता पठाइदियो, वाई स्क्वायर एक्स स्क्वायर इक्वल्स टु एक्स स्क्वायर माइनस वाई स्क्वायर। र प्रुफ भयो नि त हाम्रो, भयो नि, हो कि न। ल अर्को क्वेसनतिर लागिहालौँ त। ल नेक्स्ट क्वेसन हामीसँग रहेको छ यस प्रकारको है त। इफ द टेन्जेन्ट एट x1, y1 टु द कर्व x क्यूब प्लस y क्यूब इक्वल्स टु a क्यूब मिट्स द कर्व अगेन इन x2, y2 सो द्याट यो है त, तपाईँले हेर्न सक्नुहुन्छ। एउटा कर्व दिएको छ x क्यूब प्लस y क्यूब इक्वल्स टु a क्यूब भनेर, यसमा एउटा टेन्जेन्ट गएको छ, ठिक छ नि। यो टेन्जेन्टले दुईटा पोइन्टमा छुइरहेछ कर्वको, एउटा पोइन्ट यो भयो, अर्को पोइन्ट यो भयो, ठिक छ। x1, y1 यो भयो, x2, y2 यो भयो है त। भनेपछि अब यसको इक्वेसन यस्तो हुन्छ भनेर प्रुभ गर भनेको छ क्या। यो टेन्जेन्टले छुने बित्तिकै इक्वेसन चेन्ज भइहाल्छ क्या, बुझ्नुभयो नि। चेन्ज भएर यस्तो हुन्छ क्या, यही हुन्छ भनेर चाहिँ प्रुभ गर भनेको छ क्या क्वेसनले है त। क्वेसनले त्यही भन्न खोजेको हो, अरू केही पनि छैन है त। ल एउटा कुरा के बुझ्नु पर्यो भने नि, यो दुईटा पोइन्टमा छोएर गएको छ, हो कि न। भनेपछि यो दुईटा पोइन्टले यो इक्वेसनलाई के गर्नु पर्यो, सेटिस्फाई गर्नु पर्यो। त्यही भएर हामीले यहाँ के गर्नुपर्ने हुन्छ, यसलाई डिफ्रेन्सिएसन गरेर यो पोइन्टहरू चाहिँ सब्स्टिट्युट गर्नुपर्ने हुन्छ। सुरुमा गिभेन भनेर लेखौँ है त। गिभेन x1 के अरे एक्स क्यूब प्लस
y क्यूब इक्वल्स टु a क्यूब भनेर यसले फर्स्ट इक्वेसन मानौँ है त भने सिन्स it passes from the x1 y1 and x2 y2 ठीक छ नि भनेपछि यो दुईटा पोइन्टले यसले स्याटिस्फाई गर्नुपर्ने हुन्छ के ठीक छ नि यहाँ भएर मात्र हुँदैन स्याटिस्फाई पनि गर्नुपर्छ के कुरालाई ठीक छ नि त्यही भएर x क्यूब 1 प्लस y क्यूब 1 इक्वल्स टु a क्यूब x2 क्यूब प्लस y2 क्यूब इक्वल्स टु a क्यूब भनेर चाहिँ हामीले यसरी लेख्नुपर्ने हुन्छ यो पछि काम लाग्न सक्छ है त हामीलाई ठीक छ अब कहाँ काम लाग्छ कसरी काम लाग्छ भन्ने चिज तपाईले हेर्दै जानुहुन्छ है त अब हामीलाई यहाँ स्लोप चाहियो के ठीक छ नि के चाहियो स्लोप चाहियो ठीक छ यति कुरा बुझ्नु कि दुईटा पोइन्टबाट पास भइरहेछ यो ट्यान्जेन्ट है त होस् गर्नु है ल अब स्लोप त चाहिहाल्यो इक्वेसन निकाल्नु अगाडि ठीक छ अब यो फर्स्ट इक्वेसनलाई हामीले के गर्नुपर्ने हुन्छ डिफरेन्शिएट गर्नुपर्ने हुन्छ डिफरेन्शिएटिङ इक्वेसन I विथ रेस्पेक्ट टु x भनेपछि यसले डिफरेन्शिएसन गर्नु तपाईको 3x² प्लस 3y² dy/dx आउँछ चेन रुल लगाएको है यसमा सबैलाई आउँछ यो गर्न मेरो अगाडिदेखि नै भिडियो हेर्नु भएको छ भने ल यति नै नोट गर्नुस् त ल यसलाई हल्का सिम्प्लिफाई गर्यो भने यति नै आउँछ है फेरि के गर्यो भन्ला फेरि तिमीहरूले है त केही पनि गर्यो हैन जस्ट सिम्प्लिफिकेसन मात्र गर्यो हो dy/dx को भ्यालु निकाल्नलाई है त ल अब सिन्स इट पासेस फ्रम सुरुमा त x1 y1 बाट पास भएको हो नि त त्यही भएर dy/dx इक्वल्स टु माइनस x1² डिभाइडेड बाइ y1² है त यति चाहिँ तपाईको के हुने भयो त स्लोप हुने भयो यो पोइन्टमा है त x2 y2 मा निकाले नि हुन त हुन्छ तर यसमा हामीले यसरी गरेको छौं है त ल बाइ इक्वेसन अफ टेन्जेन्ट भनेर तपाईले लेख्नु पर्यो एक्जाममा है त यदि सोध्यो भने केही भएर है त x - x मैले बिर्सिन्छु है y - y1 इक्वल्स टु dy/dx x - x1 है त तपाईको दुईटा पोइन्टबाट पास हुँदैछ भनेको छु हो के न एउटा x1 y1 भइहाल्यो अर्को y2 y1 हो के न यसमा y2 राख y1 इक्वल्स टु अलिकति तल लेख्नु पर्यो है यहाँ स्पेस नपुग्न सक्छ के अनि y2 - y1 हुन्छ अनि माइनस x1² डिभाइडेड बाइ y1² x2 - x1 ठीक छ अब यो दुईटा इक्वेसनलाई अलिकति ध्यान दिएर हेर्नु है एकदमै काम लाग्ने छ यहाँ अब म अलिकति मेटाइदिनु पर्ने हुन्छ यहाँ है स्पेस नपुगेको कारणले गर्दा त्यही भएर हो यो दुईटा इक्वेसनलाई ध्यान दिनु भन्नु भने थिए कि थिएन मैले अघि थिए नि हो कि न दुईटैको राइट ह्यान्ड साइड के छ सेम छ भनेपछि यो दुईटाले इक्वेट गर्न पायो कि पायो नि मेरो टङ अलि स्लिप हुन्छ कि सो सरी फर द्याट हैन x1 क्यूब प्लस y1 क्यूब इक्वल्स टु x2 क्यूब प्लस y2 क्यूब है त अब यो त a क्यूब प्लस b क्यूब को फर्मुलामा गयो नि हो कि न सुरुमा अलिकति एरेन्जमेन्ट गर्नुपर्ने हुन्छ यसमा x लाई x सँगै y लाई y सँगै है त यहाँ अलिकति यसरी लेख्छु म x2 - x1 क्यूब y2 क्यूब माइनस y1 क्यूब है त जस्ट यताउति मात्र गर्यो है यहाँ माइनस कमन लिएको अब केही हैन है त ल अनि a क्यूब माइनस b क्यूब को फर्मुलामा गयो हो के न यो त बच्चालाई थाहा छ x2 माइनस x1 x2² प्लस x1 x2 प्लस म यति मेटाइदिन्छु है त तपाईले बुझिसक्नु भयो यहाँ के भएको भनेर सो यति मेटाइदिएँ मेरो एकदमै लिमिटेड स्पेस छ के है त गरिब छु के गर्नु ल इक्वल्स टु y2 माइनस y1 y2² प्लस y1 y2 प्लस y1² है त सबैलाई आइहाल्छ है यो त ल अब यो हाम्रो इक्वेसन कति हुने भयो ल
कति मान्नु ल भयो छोड्देऊ है त मलाई नि थाहा भएन अब हेर्नु त यो इक्वेसन र अलि ठाउँ नपुगेर बाङटिङको भयो के बक्स मेरो है त यो इक्वेसन र यो इक्वेसनलाई हामीले डिभाइड गर्नेछौँ अब ठिक छ के भनेको मैले अब यसलाई म अलिकति यसरी लेख्छु क्या x2 minus x1 है त माइनस पनि छँदैछ x1 y1 स्क्वायर है त इक्वल्स टु y2 minus y1 जस्ट यताउति गरे हो क्या केही होइन है त गर्नु त मिलिहाल्छ अब यो तलको सबै म मेटाइदिन्छु यति नै नोट गर्नुहोस् त तपाईँ ल हेर्नुहोस् त यहाँ मैले जस्ट यो दुईटा डिभाइड मात्र गरिदिएको हो है यसले डिभाइड गरिदिएको हो माइनस माइनस कट भइहाल्छ तल माथि सबैलाई गर्न आइहाल्छ त्यो चिज कुनै ठुलो कुरा होइन है ल यो र यो पनि कट आउट हुन्छ यो र यो पनि कट आउट हुन्छ हो किन अब यो x1 स्क्वायरलाई पनि उतै सारिदिएको भए नि हुन्थ्यो x1 स्क्वायर है त यसरी उता जाँदा त मल्टिप्लाई हुन्छ नि त यो रेसिप्रोकल भएर यो माथि आएको हो के है त अरू केही होइन ल अब मल्टिप्लाई गरिदिउँ मजाले y1 स्क्वायर x2 स्क्वायर प्लस x1 x2 यो y1 स्क्वायर प्लस x1 स्क्वायर y1 स्क्वायर x1 स्क्वायर y2 स्क्वायर प्लस y1 y2 x1 स्क्वायर प्लस y1 स्क्वायर प्लस x1 स्क्वायर यति चाहिँ हाम्रो मल्टिप्लाई गरेर आउने भयो ल अब यहाँ अलिकति कटकुट हुने चिजहरू छ है यो र यो कट आउट हुन्छ ठिक छ अब यसलाई सँगै राखौँ यसलाई सँगै राखिदिउँ है त के हुन्छ हेरौँ है त ल यसलाई उता पठाइदिउँ यसलाई चाहिँ यता ल्याऊ के x1 x2 y1 स्क्वायर यसलाई यता यो यता आउँछ माइनस y1 y2 x1 स्क्वायर इक्वल्स टु यसलाई उता पठाइदिउँ है त x1 स्क्वायर स्क्वायर माइनस y1 स्क्वायर x2 स्क्वायर है त अब यहाँ के हुन्छ त यहाँ कमन आउट आउँछ के कमन आउट आउँछ हेरौँ है त ल एउटा त x1 कमन आइहाल्छ अब यहाँबाट हामीले के गर्छौँ त यो x1 y1 कमन आउट गरिदिन्छौँ है त x1 y1 है त यहाँबाट x1 y1 यहाँबाट x1 y1 कमन आउट आयो है त ल यहाँबाट के बच्यो त x2 अनि y1 ठिक छ यहाँ पनि के बच्यो y1 त कमन आइहाल्यो y2 x1 ठिक छ इक्वल्स टु अब a स्क्वायर माइनस b स्क्वायरको फर्ममा गयो y2 प्लस y1 x2 के हुन्छ यहाँ x1 स्क्वायर y2 स्क्वायर हुँदैन नि माइनस y1 x2 है त यति नोट गर्नुहोस् त ल हाम्रो यति आएको हो नि त हो किन यहाँ मैले केही पनि गरेँ होइन जस्ट यताको अरेन्जमेन्ट मात्र लिएको हो यताको अगाडि यताको पछाडि राखेको हो अरू केही गरेँ होइन जसको कारणले गर्दा यहाँ माइनस अगाडि आयो है त ताकि यो कट होस् के ठिक छ नि अब x1 y1 लाई उतापट्टि सार्देऊ यो माइनसलाई यता ल्याऊ के ठिक छ x1 y2 प्लस y1 x2 x1 y1 डिभाइडेड बाई x1 y1 इक्वल्स टु -1 है त अब प्रुभ भइहाल्यो नि यो कट आउट भइहाल्यो यो कट आउट भइहाल्यो हैन y2 y1 प्लस x2 x1 इक्वल्स टु -1 जुन चाहिँ हाम्रो क्वेशनले भने अनुसार प्रुभ भइसक्यो है यसरी नै तपाईले पढ्दै जानु पर्यो है त अब नेक्स्ट क्वेशनतिर लागिहालौँ अलि लामो भयो मलाई पनि थाहा छैन ल हामीसँग अर्को क्वेशन रहेको छ सो दैट अ नर्मल एट एनी पोइन्ट अफ कर्व x इक्वल्स टु a cos थीटा प्लस a थीटा sin थीटा y इक्वल्स टु a sin थीटा माइनस a थीटा cos थीटा इज एट कन्स्टेन्ट डिस्टेन्स फ्रम द ओरिजिन भनेको छ यो क्वेशनले के भन्न खोजेको हामी यो डायग्रामबाट बुझौँ है त क्वेशनले सो दैट भनेको छ केही चीज देखाउनु पर्ने छ प्रुभ गर्नु पर्ने छ सो यो कुरालाई बुझौँ है त यो डायग्रामबाट एउटा कर्व दिएको छ यो कर्वमा एउटा टेन्जेन्ट गएको छ है त नर्मल तान्नलाई टेन्जेन्ट चाहिन्छ है टेन्जेन्ट बिना नर्मल पोसिबल छैन सो क्वेशनले नभने पनि हामीले टेन्जेन्ट ड्र गर्नुपर्छ किनभने क्वेशनले नर्मल भनेको छ नर्मललाई जहिले पनि टेन्जेन्ट चाहिन्छ है त्यही भएर टेन्जेन्ट खिचेको हो मैले यो पोइन्टमा छुने गरी एउटा टेन्जेन्ट गएको छ है त यो पोइन्ट हाम्रो कति छ x, y छ x को भ्यालु यहाँ दिएको छ
भने y को भ्यालु यता दिएको छ क्वेशनमा तपाईले हेर्न सक्नुहुन्छ है अनि क्वेशनले के प्रुभ गर भनेको छ भने नि एउटा नर्मल गएको छ रे के यो पोइन्ट देखि यो ओरिजिन सम्म ठीक छ नि अथवा यो ओरिजिन बाट यो पोइन्ट सम्म एउटा नर्मल गएको छ है यो ओरिजिन बाट यो पोइन्ट सम्म एउटा नर्मल गएको छ भन्नु खोजेको यो नर्मल तपाईको परपेन्डिकुलर छ र यो डिस्टेन्स जुन छ नि यो जुन डिस्टेन्स छ नि यो कन्स्टेन्ट छ भनेको छ के बुझ्नु भयो नि त्यो प्रुभ गर भनेको छ सो लागौं है त प्रुभ गर्नतिर ल हामीलाई गिभन के दिएको छ x र y को भ्यालु दिएको छ है त यसलाई पनि थीटा को रेस्पेक्टमा डिफरेन्सिएसन गर्ने छौं यसलाई पनि हामीले थीटा कै रेस्पेक्टमा डिफरेन्सिएसन गर्ने छौं है त अब त्यो कसरी गर्ने तपाईलाई थाहा नै छ फ्रम इक्वेसन 1 भनौं है फ्रम I यसलाई थीटा को रेस्पेक्टमा डिफरेन्सिएसन गर्नु त यसको डिफरेन्सिएसन गर्नु त कति आउँछ माइनस a sin थीटा आउँछ कि आउँदैन आउँछ नि हो कि न अनि यसमा तपाईले चेन रुल लाउनु पर्ने हुन्छ है यहाँ थीटा र sin छ भनेपछि यहाँ के लाउनु पर्ने हुन्छ ए आई मिन प्रोडक्ट रुल लाउनु पर्ने हुन्छ है ल बिर्सिन्छु म पनि कहिलेकाहीँ है ल तपाई चाहिँ नबिर्सिनु होला ए अब हेर्नु सुरुमा थीटा को डिफरेन्सिएसन गर्नु sin लाई छोडेर sin थीटा किनभने थीटा को रेस्पेक्टमा डिफरेन्सिएसन गर्नु भनेको 1 हो थीटा लाई हो के न प्लस यो ब्र्याकेट नराखौं जस्ट sin थीटा प्लस अब cos को sin को डिफरेन्सिएसन गर्नु थीटा लाई छोडेर के हुन्छ थीटा cos थीटा हुन्छ कि हुँदैन हुन्छ नि जस्ट प्रोडक्ट रुल मात्र लाको है यसलाई डिफरेन्सिएसन गरेर यसलाई कन्स्टेन्ट मानेको यसको डिफरेन्सिएसन गर्दा यसलाई कन्स्टेन्ट मानेको है त ल केही पनि गरे हैन अब हेर्नु त यो त सेम टर्म छ सो क्यान्सल आउट भयो हो के न भनेपछि a थीटा cos थीटा बच्यो त्यसैगरी फ्रम इक्वेसन सेकेन्ड है ल कति छ यहाँ dy by d थीटा है त अब यसको डिफरेन्सिएसन गर्नु त sin को डिफरेन्सिएसन गर्नु a भनेको त तपाईको कन्स्टेन्टै हो है a हेर्नु अब यसको डिफरेन्सिएसन कति हुन्छ cos थीटा हुन्छ हो के न यसमा पनि हामीले के रुल लाउनु पर्ने हुन्छ प्रोडक्ट रुल लाउनु पर्ने हुन्छ है त a सुरुमा थीटा को डिफरेन्सिएसन गर्नु cos लाई छोडेर थीटा को रेस्पेक्टमा 1 नै हुन्छ cos थीटा एज इट इज है कन्स्टेन्ट माने हो नि त ल अनि भित्र प्लस हुन्छ यो माइनस को कारणले गर्दा माइनसै हुन्छ है त a लाई छोड्देऊ अब cos को डिफरेन्सिएसन गर्नु cos को डिफरेन्सिएसन गर्दा के हुन्छ माइनस अगाडि आउँछ फेरि यो प्लस हुन्छ है त भनेपछि यहाँ sin थीटा यहाँ बिचमा थीटा राख्देऊ ल भयो नि त अब यहाँ केही चीज काटिन्छ यो र यो कट है त a थीटा cos थीटा है त अब हामीले dy by dx चाहियो के यो स्लोप निकाल्नलाई हामीले यस्तो गरेर हो के भनेपछि यसलाई इक्वेसन आई मानौं ट्रिपल आई मानौं यसलाई इक्वेसन कति मानौं iv मानौं 4 नो इक्वेसन मानौं है त अब यो इक्वेसनलाई योसँग अब यो इक्वेसनलाई यसले डिवाइड गर्दियौ के ताकि हाम्रो dy by dx आओस् ठीक छ नि dy by dx इक्वल्स टु यसले डिवाइड गर्दा कति आउँछ यता त 1 यहाँ सायद मैले मिस्टेक गरेछु है ए साइन हुनु पर्ने ठाउँमा सरी फर दैट कहिलेकाहीँ हुन्छ के ठीक छ नि मिस्टेक हुन्छ हैन तपाईहरुले चाहिँ गर्नु भएन मिस्टेक हैन ल अझै मिस्टेक भएको छ जस्तो लाग्यो मलाई यता माइनस ए थीटा यहाँ एकैछिनै मैले मिस्टेक गरे कि क्या हो ल ठिकै छ केही भएन रहेछ है यसलाई यसले डिवाइड गर्दा के हुन्छ यो a थीटा क्यान्सल आउट हुन्छ अनि sin बाइ थीटा डिवाइडेड बाइ cos बाइ थीटा बच्छ है अनि यो भनेको त tan थीटा हो सबैलाई थाहा नै छ हैन अब हामीले नर्मल भन्ने छ नि त सो नर्मलको इक्वेसन कस्तो हुन्छ y - y1 = 1 by dy by dx हुन्छ कि हुँदैन हुन्छ नि यहाँ माइनस हुन्छ अनि x - x1 ठीक छ यो इक्वेसन हामीले अब एप्लाई गर्छौं है यताको अलिकति पार्ट मेटाउनु पर्ने हुन्छ सो यति नै नोट गर्नु है ल हाम्रो फर्मुला एप्लाई गरेपछि यति नै आउँछ है किनभने जस्ट y1 को ठाउँमा यो राखे हो x1 को ठाउँमा यो राखे हो है अरु त स्लोप भइहाल्यो यो ठीक छ ल यसलाई मैले कट लेख्न मिल्छ कि मिल्दैन कट यसरी कट लेख्न मिल्छ कि मिल्दैन
र यो कट भनेको के हो cos बाइ sin हो के न cos थीटा डिवाइडेड बाइ sin थीटा हो के न जस्ट 1/10 लाई मैले कट लेखेको कटलाई पनि मैले टुक्राएर cos र sin को फर्ममा राखेको हो है ल अरु के पनि गरे हैन जस्ट तपाईले अब यहाँ क्रिस क्रस मेथडमा लाउनु पर्ने हो यति म मेटाइदिन्छु किनभने चाहेको पनि छैन मलाई अहिले है ल अब sin लाई उता पठाइदियो कति हुन्छ sin y थीटा हो के न sin y थीटा एकैछिन y sin थीटा माइनस a sin स्क्वायर थीटा प्लस a थीटा cos थीटा sin थीटा अब यहाँ cos हुन्छ सो cos ले ब्र्याकेट खोल्यो है ल माइनस cos थीटा x भित्र मल्टिप्लिकेसन भइराछ है प्लस a cos स्क्वायर थीटा माइनस a थीटा sin थीटा यहाँ डट cos थीटा है त यति चाहिँ तपाईको आउने भयो मल्टिप्लिकेसन गर्दा ठीक छ अब यहाँ काटकुट हुने के चीज छ ओ यहाँ छ जस्तो लाग्यो सायद यहाँ मैले फेरि मिस्टेक गरे भित्र मल्टिप्लिकेसन गर्दा मिस्टेक गरे यहाँ प्लस हुनु पर्ने हो किनभने यहाँ माइनस छ नि त माइनस माइनस प्लस हुन्छ माइनस माइनस प्लस हुन्छ यहाँ पनि माइनस माइनस प्लस हुन्छ हो के न अब भनेपछि यो र यो क्यान्सल आउट भयो ठीक छ अनि अरु केही चीज क्यान्सल आउट हुन्छ यहाँ जस्ट तपाईले अब यहाँ यो पार्टलाई उतापट्टि सार्नु पर्यो यसलाई यहाँ ल्याउनु पर्यो है y sin थीटा प्लस x cos थीटा इक्वल्स टु a sin स्क्वायर थीटा प्लस cos स्क्वायर थीटा बच्छ यो भनेको त तपाईको आइडेन्टिटी हो कति हुन्छ यसको भ्यालु 1 हुन्छ कि हुँदैन हुन्छ नि हो के न अब हामीले यहाँ डिस्टेन्स फर्मुला लाउनु पर्ने हुन्छ नर्मल को हामीले 9 क्लासको अप्सनल म्याथमा पढेको थियौ नर्मल को इक्वेसन कस्तो हुन्छ तपाईको यो डिस्टेन्स निकाल्नु पर्यो भने यो डिस्टेन्स निकाल्नु पर्यो भने तपाईको के फर्मुला लाग्छ ax plus by plus c लाग्छ कि लाग्दैन यसले मैले अगाडि यसरी लेखिदिन्छु है ल डिवाइडेड बाइ रुट अन्डर a स्क्वायर प्लस b स्क्वायर अलि त्यो भयो तातेपाटे भयो है ल भनेपछि जस्ट हामीले यहाँबाट भ्यालु सब्स्टिट्युसन गर्नु पर्यो है x को ठाउँमा अब a को ठाउँमा हामीले के राख्नु पर्यो cos राख्नु पर्यो ठीक छ a को ठाउँमा हामीले के राख्नु पर्यो cos राख्नु पर्यो cos हो कि के हो ल यहाँ a को ठाउँमा cos राख्नु पर्यो यो सँग यो कम्पेयर गर्ने के ax by c सँग यसलाई कम्पेयर गर्ने हो x को ठाउँमा x छदै छ a को ठाउँमा के छ cos छ भनेपछि यहाँ a को ठाउँमा के राख्नु पर्यो तपाईले cos राख्नु पर्यो है x cos थीटा प्लस यो मोडुलसले चाहिँ माइनसै हटाउँछ के है त यदि आयो भने b को ठाउँमा के राख्नु पर्यो अब y sin थीटा प्लस कन्स्टेन्ट को ठाउँमा के छ a छ है माइनस a माइनस सहित लिनु पर्छ है अनि तल के राख्नु पर्यो a को ठाउँमा के छ भनेको मैले cos स्क्वायर छ cos स्क्वायर यो पनि आइडेन्टिटीमा चेन्ज हुन्छ हेर sin स्क्वायर थीटा यहाँ थीटा छुटेछ तपाईले नछुट्याउनु होला है अब यसलाई म माथि लेख्छु है ल अब क्वेशनले भने अनुसार के गर्नुपर्छ फ्रम ओरिजिन भनेछ नि त सो 0,0 हुन्छ x र y को भ्यालु सो x र y को भ्यालु यता राख्नु 0 0 यो पुरै 0 हुन्छ अनि यो त 1 भइहाल्यो हैन 1 को रुट पनि 1 नै हो सबैलाई थाहा नै छ केही भन्नै पर्दैन त्यो चीज भनेपछि तपाईको फाइनल रिजल्ट -a आउँछ किनभने यति पार्ट त तपाईको यति पार्ट त तपाईको 0 भइसक्छ नि त y र x को ठाउँमा 0 0 हाल्यो भने यो त 1 भइहाल्यो 1 ले डिवाइड गर्नु भनेको त के पनि हैन हो के न ल यो मोडुलसले के हटाउँछ माइनस साइन लाई हटाउँछ अनि a बनाउँछ भनेपछि यो a के भयो त कन्स्टेन्ट भयो के हो क्वेशनले यही प्रुफ गर भनेको के यो कर्व भयो यो टेन्जेन्ट गयो यसरी ओरिजिनबाट गइराछ के तिम्रो नर्मल यहाँ है त भनेपछि यो के हुने भयो तपाईको a हुने भयो जुन चाहिँ तपाईको कन्स्टेन्ट हो है त सबैलाई थाहा भइसक्यो त्यो चीज ल अब अर्को क्वेशन तिर लागिहालौं ल अर्को क्वेशन हामीसँग यस प्रकारको रहेको छ सो दैट द कर्व x डिवाइडेड बाइ a टु द पावर n प्लस y डिवाइडेड बाइ b टु द पावर n इक्वल्स टु 2 टचेस द स्ट्रेट लाइन x डिवाइडेड बाइ a प्लस y डिवाइडेड बाइ b इक्वल्स टु 2 एट पोइन्ट ab व्हाटएभर मे बी द भ्यालु अफ n है त n को भ्यालु जे सुकै होस् हैन
क्वेसनले भने अनुसार एउटा कर्भ दिएको छ है त कर्भको इक्वेसन के छ a डिभाइडेड बाइ x डिभाइडेड बाइ a टु द पावर n प्लस y डिभाइडेड बाइ b टु द पावर n इक्वल्स टु 2 मा चाहिँ एउटा लाइनले टच गरेर गइराछ रे के यो कर्भमा हैन यो कर्भको इक्वेसन हो है यो कर्भको इक्वेसनमा अथवा यो कर्भमा हैन एउटा लाइनले टच गरेर गइराछ रे के यो पोइन्टमा भने यो लाइनको इक्वेसन यो हुन्छ भनेर प्रुभ गर भनेको छ के है त म फेरि भन्छु एउटा कर्भ दिएको छ इक्वेसन हैन एउटा कर्भको इक्वेसन दिएको छ यो कर्भमा एउटा पोइन्ट छ यो पोइन्टमा छुने गरी एउटा लाइन गएको छ रे के र यो लाइनको इक्वेसन a डिवाइड x डिवाइडेड बाइ a प्लस y डिवाइडेड बाइ b इक्वल्स टु 2 हुन्छ भनेर प्रुभ गर भनेको छ के n को भ्यालु जेसुकै भए पनि है त यो n को भ्यालु जेसुकै भए पनि है त अब प्रुभ गर्नेतिर लागिहालौं यो म मेटाइदिन्छु है ल क्वेसनले यो इक्वेसन दिएकै छ हामीलाई यसलाई डिफरेन्सिएसन गरेर स्लोपको भ्यालु निकाल्नु है त स्लोप भन्नाले dy बाइ dx है त ल यहाँ म अलिकति डाइरेक्टली गर्ने कोसिस गर्छु अलिकति ल सुरुमा त यो इक्वेसनलाई फर्स्ट इक्वेसन मानौँ है त नमानिने हुन त हुने हो ल यसलाई डिफरेन्सिएसन गरौँ है त dy बाइ dx निकाल्नलाई यहाँ म अलिकति डाइरेक्टली गर्छु है अब यसलाई डिफरेन्सिएसन गर्न नआउने हुन्छ र हुँदैन नि n अगाडि आउँछ यसमा 1 घट्छ हो कि न सबैले गर्न आइहाल्छ a टु द पावर n n त चढिहाल्छ नि हैन र x n - 1 प्लस यसमा पनि n अगाडि आउँछ र b टु द पावर n यसमा पनि हुन्छ र y n - 1 हुन्छ यतिमै सकिन्छ र सकिँदैन यहाँ dy बाइ dx आउँछ किनभने y छ नि त x को रेस्पेक्टमा गरिरा हो हामीले x को रेस्पेक्टमा गरेसी x हुनु पर्यो कि त y को रेस्पेक्टमा गर्नु पर्यो भने y नै हुनु पर्यो है त भनेपछि यहाँ चेन रुल लाउनु परेको हो के चेन रुल लाउन त आइहाल्छ तपाईहरुलाई हो के न ल ठीक छ अब यसलाई अलिकति अरेन्जमेन्ट गरौँ यो n र n गइहाल्छ कमन आएर उता हैन ल अनि तपाईको फाइनल भ्यालु भनेको कति हुन्छ ल यता अलिकति n - 1 a टु द पावर n इक्वल्स टु यो माइनस यता राख्थ्यो के y टु द पावर n - 1 dy बाइ dx है त यहाँ तपाईको के हुन्छ dy बाइ dx को भ्यालु कति आउँछ माइनस x टु द पावर x डिवाइडेड बाइ y n - 1 दुईटैको n - 1 n - 1 छ नि त हो के न सो यहाँ सायद मेरो के छुटिरा छ a b टु द पावर n छुटिरा छ है त यो b टु द पावर उडा जान्छ ल यति चाहिँ तपाईको स्लोप आउने भयो हो हैन तपाईको यसमा स्लोप निकाल्नु पर्ने छ यो पोइन्टमा तपाईको स्लोप निकाल्नु पर्ने छ सो तपाईले यहाँ एट भनेर के गर्नु पर्ने हुन्छ एट a - b भन्नु पर्यो है dy बाइ dx के हुन्छ इक्वल्स टु अब यहाँ a राख यहाँ b राख अनि यो दुईटा मल्टिप्लाई गर सकेन र कुरा सक्यो नि हैन त्यस्तो गर्दा तपाईको के आउँछ ल सुरुमा यहाँ a राख यहाँ b राख है त n - 1 b टु द यानी n हुन्छ ठीक छ ल तपाई यो मल्टिप्लाई गर्नु हैन तपाईको के भ्यालु आउँछ माइनस b बाइ a आउँछ है त यो त तपाईले गर्न आइहाल्छ यसको पावर n छ जस्ट यसलाई रेसिप्रोकल गरेर यहाँ माइनस राख्दिउन सकिहाल्यो नि हैन र ल अथवा यसलाई रेसिप्रोकल गरे पनि भइहाल्यो ल यति चाहिँ तपाईको स्लोप आउने भयो है त यो पोइन्टमा ठीक छ ल यति नि नोट गर्नुस् त यहाँ हामीले इक्वेसन अफ टेन्जेन्ट युज गरेको छौं है त किन इक्वेसन अफ टेन्जेन्ट युज गरेको छ किनभने क्वेशनले के भनेको छ यो लाइनले टच गरेर गइराछ नि त केले टच गर्छ तपाईको नर्मलले टच गर्छ गर्दैन नि केले टच गर्छ टेन्जेन्टले टच गरेर जान्छ नि त हो के न त्यही भएर टेन्जेन्टको इक्वेसन युज गरेको हो है y1 को ठाउँमा b राख्दियो dy स्लोप हाम्रो कति आछ -b बाइ a -b बाइ a x माइनस a को ठाउँमा के छ a छ x a आई मिन x1 को ठाउँमा a छ है त ल अब जस्ट तपाईले के गर्नु पर्यो यो a लाई उडा लगेर क्रस मल्टिप्लिकेसन गर्नु पर्यो है त ba इक्वल्स टु यहाँ के हुन्छ -bx यहाँ के हुन्छ प्लस ba है त माइनस माइनस प्लस भएको यो मल्टिप्लिकेसन मात्र भएको यसलाई यता ल्याऊ यसलाई उता पठाइदियो ठीक छ ल त्यस्तो गर्दा के हुन्छ हाम्रो bx प्लस ay इक्वल्स टु 2ba हुन्छ यो उता गएर प्लस हुन्छ नि त योसँग 2b भयो है त यो ba लाई यता राख्दियो अथवा दुईटै ठाउँमा ba ले डिवाइड गर्दियो है तपाईको के हुन्छ यो b ले यता डिवाइड गर्दा bb क्यान्सल आउट हुन्छ यहाँ a डिवाइडेड बाइ
x डिवाइडेड बाई a मात्र बच्छ भने यहाँ चाहिँ तपाईको a र a कट आउट हुन्छ र तल b बच्छ है डिवाइडेड बाई b ल यसरी y डिवाइडेड बाई b इक्वल्स टु यहाँ कति बच्ने भयो 2 बच्ने भयो दिस इज योर फाइनल रिजल्ट क्वेसनले भन्ने अनुसार हाम्रो लाइनको इक्वेसन के भयो प्रुफ भयो है ल यसरी नै पढ्दै गर्नु होला हामी अर्को क्वेसनतिर नि लागिहाल्छौं ल हामीसँग लास्ट क्वेसन यस प्रकारको रहेको छ है अरु क्वेसन अरु पार्टमा गर्दै जाउँला अहिलेको लागि यतिमै सकिदिउँ है त ल क्वेसनले के भनेको छ पढेर हेरौँ है त प्रुभ दैट x डिवाइडेड बाई a प्लस y डिवाइडेड बाई b इक्वल्स टु 1 टचेस द कर्व y इक्वल्स टु b e टु द पावर माइनस x डिवाइडेड बाई a एट द पोइन्ट वेयर द कर्व क्रसेस द एक्सिस अफ y अब यो क्वेसनले के भन्न खोजेको ध्यान दिएर बुझौँ है त क्वेसनले भने अनुसार एउटा कर्वले y एक्सिसमा कट गरेर गएको छ है त यहाँ y एक्सिस हो नि त यो हैन र y एक्सिस हो नि त यो y एक्सिसमा कट हुने गरी एउटा कर्व गएको छ बुझ्नु भयो नि जसको कोअर्डिनेट 0, y1 छ 0 किन भयो किनभने y एक्सिसको मात्र कुरा गरेको छ नि त x एक्सिसको कुरा गरेको छैन सो 0 भयो है त ल अनि अर्को कुरा के भनेको छ भने नि यो कर्वको इक्वेसन कति छ y इक्वल्स टु b e टु द पावर माइनस x डिवाइडेड बाई a छ है क्वेसनले दिएको छ नि त e हो के न यो कर्वको इक्वेसन हो है त यो कर्वको इक्वेसन हो है अनि अर्को इन्ट्रेस्टिङ कुरा के भनेको छ भने नि क्वेसनले जुन पोइन्टमा यो कर्वले कट गरेको छ नि हो त्यही पोइन्टलाई छुने गरी एउटा लाइन गएको छ रे के जसले हामी के भन्ने गर्छौं टेन्जेन्ट भन्ने गर्छौं है त ठीक छ भने यसको इक्वेसन कति हुन्छ त x डिवाइडेड बाई a प्लस y डिवाइडेड बाई b इक्वल्स टु 1 हुन्छ भनेर प्रुभ गर भनेको छ के क्वेसनले ठीक छ नि म फेरि भन्छु है क्वेसनले भने अनुसार हामीले एउटा कर्व लिएको छौं जसले चाहिँ y एक्सिसलाई कट गरेर गएको छ यो वाला पोइन्टमा बुझ्नु भयो नि जसलाई 0, y1 मानेको छु मैले ठीक छ नि र यही पोइन्टमा छुने गरी अर्को एउटा लाइन गएको छ के जसले हामी टेन्जेन्ट भन्ने गर्छौं जसको इक्वेसन 80 हुन्छ भनेर प्रुभ गर भनेर भनेको छ के क्वेसनले है त ठीक छ 80 नै हो बुझ्नु पर्ने क्वेसनले भने अनुसार है त यो पोइन्ट 0, y1 यो कर्वमा एक्जिस्ट भएको छ भने यो पोइन्टले यो इक्वेसनलाई के गर्नु पर्यो त स्याटिस्फाई गर्नु पर्यो हो कि न भन्नु पर्छ मलाई यहाँ y1 को भ्यालु निकाल्नु पर्ने छ के त्यही भएर यहाँ हामीले 0 यसमा 0 हाल्छौं यसमा y1 हाल्छौं y1 इक्वल्स टु कति हुन्छ b e टु द पावर 0 हुन्छ 0 डिवाइडेड बाइ a भनेको 0 त हो नि हैन माइनसको खासै केही फरकै पर्दैन y1 इक्वल्स टु b ठीक छ भनेपछि y1 को भ्यालु कति आयो यहाँबाट b आयो ठीक छ यसरी चाहिँ हामीले गर्नु पर्यो है त यो लाइनको इक्वेसन 80 हुन्छ भनेर प्रुभ गर्नुपर्ने हो के है त ल हामीलाई इक्वेसन 80 दिएको छ नि त हो के न अब हामीलाई के चाहियो स्लोप चाहियो स्लोपलाई जस्ट यसलाई डिफरेन्सिएसन गर्ने हो हैन dy by dx इक्वल्स टु b त अगाडि आइहाल्छ हैन e को डिफरेन्सिएसन गर्दा के हुन्छ यो कन्स्ट्यान्ट अगाडि आउँछ अनि माइनस पनि अगाडि आइहाल्छ e टु द पावर x डिवाइडेड बाइ a अगाडि माइनस भइहाल्छ ल है त ल यसरी ठीक छ अहिले स्लोप सकेको छैन यता हामीले यो पोइन्टमा स्लोप निकाल्नु पर्ने हो त्यही भएर x को ठाउँमा 0 राख्ने हो अब y को टर्म छैन b को भ्यालु सब्स्टिट्युट गर्नलाई सो छोड्देऊ त्यतिमै है त यो चाहिँ हाम्रो के आयो त स्लोप आयो यो पोइन्टमा है त भने अब यहाँ हामीले टेन्जेन्टको इक्वेसन निकाल्नु पर्यो नि हो के न भनेपछि इक्वेसन अफ टेन्जेन्ट अब टेन्जेन्टको कुरा गरिरहेछ भने टेन्जेन्टकै त इक्वेसन लाग्छ नि हैन र y1 इक्वल्स टु dy by dx x minus x1 है त y लाई y एज इट इज माइनस y1 को ठाउँमा के राख्ने हो b राख्ने हो अनि स्लोप त हामीसँग आइहाल्यो x यसको ठाउँमा 0 राख्ने हो x1 को ठाउँमा 0 राख्ने हो यो 0 राख्ने हो सो x मात्र बच्छ यहाँ त है त ल कस्तो मज्जाले प्रुभ हुन्छ हेर है ल यो यति सकाइदिए मेटाइदिए आई मिन है ल y minus b equals to minus b by ax है त्यही चीज मैले रिपिट गरेको छु अब यहाँ हल्का क्रस मल्टिप्लिकेसन गर्ने हो अनि यताउति गर्ने हो सकिहाल्यो नि ay ba equals to minus bx है त यो x लाई यता ल्याऊ ba लाई उता पठाइदेऊ है त bx plus ay equals to ab ठीक छ नि यो ab लाई यता ल्याऊ bx divided by ab ल एलसीएम ब्रेकआउट गरिहाले नि त मैले
AB इक्वल्स टु 1 x a क्यान्सल आउट हुन्छ b क्यान्सल आउट हुन्छ अनि x डिभाइडेड बाई a प्लस y डिभाइडेड बाई b इक्वल्स टु 1 आयो है जुन चाहिँ हाम्रो प्रुफ भइसकेको छ हो त्यो जुन लाइनले टच गरेको छ नि कर्भलाई हो त्यो कर्भको त्यो लाइनको इक्वेसन हो यो चाहिँ है यो वाला इक्वेसन के यो वाला इक्वेसन अघि मैले ड्र गरेको थिएँ नि ग्राफ यसरी यो वाला लाइनको इक्वेसन भयो यो ठीक छ यति नै हो आजको लागि यति नै पढ्दै गर्नु होला धन्यवाद यदि केही डाउट छ भने तपाईँ फ्रीली सोध्न सक्नुहुन्छ मेरो अबाउट सेक्सनमा इन्स्टाग्रामको आइडी छ तपाईले फ्रीली जे सोध्न पाए नि सोध्नुहुन्छ है तपाईले के सोध्न मन लाग्छ आई मिन स्टडी रिलेटेड है त म्याथको फिजिक्सको हैन केमिस्ट्रीको नसोध्दा फेरि म स्ट्याटको ग्रुपको हो है ल यसरी नै पढ्दै गर्नु होला धन्यवाद